Hello guys, good morning. तपाईलाई वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई स्वागत छ अनि गुड मर्निङ। मेरो चाहिँ सुरुवात अब सधैँको जस्तै रुटिन टीबाट भएको छ। हेर्नुहोस् चितवनमा यति गर्मी थियो आजको दिन पानी पर्ला जस्तो भएर यस्तो खुसी लागिरहेको छ। शीतलै छ, हेर्नुहोस् मौसम पानी पर्न आँटिरहेको छ। अब अनि मेरो चाहिँ सधैँको जस्तो रुटिन मम्मीलाई ब्रेकफास्ट बनाइदिन अन्डा उसिन्दैछु। मम्मी बिरामी हुनुहुन्थ्यो कि अपरेसन गरिरहेको थियो, त्यसैले उहाँलाई अन्डा खुवाउनु बनेको छ। त्यसैले म अन्डा बनाइदिँदैछु मम्मीको लागि। अनि उहाँको लागि अन्डा पनि बसाइदिइसकेँ। अनि अब ग्यास बालिदिएँ मैले, अन्डा बनाइसक्यो। अनि हेर्नुहोला, अनि मैले चाहिँ भिन्डी टिप्न गइरहेको थिएँ। हाम्रो सानो 4-5वटा बोट छ, अनि त्यसमा भिन्डी टिप्न गएको थिएँ। अर्ग्यानिक भिन्डी र सानो एक उयो के फर्सी पनि छ। अनि मैले टिपिसकेँ। हेर्नुहोस् है, अर्ग्यानिक भिन्डी मैले अगाडि नै टिपिराखेको थिएँ, भुइँमा राखिरहेको थिएँ। अब देखाउँदैछु, हेर्नु होला। अर्ग्यानिक। अनि यतातिर दाइहरूको मकै पनि छ, हरियो मकै खाने भए आउनु होला। अनि म फेरि फर्केर आएँ र मम्मीको लागि साग ल्याएको थिएँ, रायोको साग पनि खुवाउनु भन्नुभएको थियो। अनि रायोको साग झिक्दैछु, त्यसलाई अब केलाउनु पर्यो होइन। साग बनाइदिनु लागेको खानामा चाहिँ साग खुवाउनु पर्छ हरियो भनेर साग बनाउनु लागिरहेको। हेर्नु होला, अहिले बेसिजनको साग मिठो हुन्छ रायोको। अनि गेडागुडी पनि भिजाइरहेको थिएँ, त्यसलाई धोएर राखिरहेको छु। त्यो पनि अब झोल बनाइदिने, रस बनाउने गेडागुडीको, त्यसको लागि मैले त्यसलाई धोएँ राम्रोसँग। धोएर अब धुँदैछु। अनि त्यसपछि मैले कागतीको लागि कागती लिन गएँ दाइकोमा। अनि कागती हेर्नुहोस् है गाइज, कस्तो राम्रो छ। हेर्दा सानो हरियो भए पनि यसको रस चाहिँ एकदम दामी आउँछ। यो चाहिँ हेर्दा सानो हुन्छ, रस चाहिँ यस्तो राम्रो हुन्छ, हरियो हुन्छ, सुन्तला जस्तै हुन्छ। यो चाहिँ कागती है, हाम्रो दाइको बुहारीको। कस्तो छ हेरिदिनुहोस्।